कोसँग बुढीलाई चाहिँ स्प्राइट र पनिर ल्याइदिएको छु। अब चाटसँग तातो खाना खाने हो। बुढी खाना पाएको ल, म हातमुख धोएर आउँछु। ट्याक्कसँग खाना पस्क ल। खानु नै मात्रै छ है, खानु मात्रै। यसो गरौँ, भात पाको खानु, यसो गरौँ, खाजा चिया। भाँडा मोलेको छैन, खाजा खाएको त्यो भात पाक्छ। यहाँ भाँडा मोल्नु परेन भात पाक्नलाई। दिनभरि आउनु छैन, यसो एउटा सघाउनुहरू केही छैन। भात पका, भाँडा मोल, सफाइ गर, सबै मै मात्रै गर्नुपर्ने होला काम चाहिँ होइन। दिनभरि काम गरेर आयो, घरमा आउँदा खाना पनि पाएको हुँदैन। थैट तेरिका यस्तो पनि हुन्छ। म सक्दिनँ, म पनि दिनभरि अफिस गएर म पनि सँगसँगै काम गरेर आएको। आफै पकाउने आफै खाने, म सक्दिनँ। अब यहाँ दिनको राति भोटिनु काम गर्छ, सबै मैले मात्रै गर्नुपर्ने। मैले भाँडा मोल्नुपर्ने, मैले भात पकाउनु पर्ने। म पनि त सँगसँगै ड्युटी गरेर आएको होइन 5 बजीसम्म। म चाहिँ गर्दिनँ, मलाई चाहिँ गर्ने हुँदैन। ल त्यसो भए तिमी बसिराख, म आफै पकाउन जान्छु खानासाना। नानीले पनि खाएको छैन होला, म आफै पकाउँछु खानासाना। पर्दैन तिमी गएर सुत। ग्यास बालेर दिनभरि काम गरेर आयो, बेलुका आयो नि खाना पकायो। यस्तो पनि हुन्छ जिन्दगी। थैट तेरिका।